ओहो ल्याङल्याङ सम्धी आराम हुनुहुन्छ तपाईँ? आरामै सम्धी, बस्न सम्धी। मकै खानुहुन्छ सम्धी? भयो अलिअलि दिनुहोस् त नि। ल घिच्नुहोस्। के कति कामले पाल्नु भएको थियो त नि सम्धी? भोलि दुईजना सम्धी मिलेर बजार जानु भनेको हेर्नुहोस्। के भन्नुहुन्छ त नि ल्याङल्याङ सम्धी? काम त थुप्रो थियो के अरे ल्याङल्याङ सम्धी। अब सम्धीले भनिहाल्नु भयो, जाउँ न त भोलि। के भइगयो? ल भोलि पक्का पक्की भयो भने त जाने कुरो। भोलि कति बेला यहाँ हिँड्ने त? भोलि बिहान सबेरै खाना खाएर जाउँला नि, हुँदैन सम्धी? भइहाल्यो त नि त्यसो भए सम्धी। ल त नि सम्धी, म पक्का पक्की भएँ, म भोलि बिहानै आउँछु है त। ल हुन्छ त नि सम्धी। ल भइहाल्यो। ए ल्याङल्याङ सम्धी, जाने बेला भएन? ओहो ढबर है ल्याङल्याङ सम्धी। आराम हुनुहुन्छ त? आरामै छु सम्धी। ओहो धेरै पछि पो एकैछिन 2 मिनेट त्यहाँ रोक्नु। ल गइहालौँ न त सम्धी। हुन्छ जान्छ नि सम्धी। ल हुन्छ। ओहो सम्धी, सम्धिनीलाई त देख्दिन नि आजकल। कहाँ जानुभएको छ र हो सम्धिनी? सम्धिनीले मलाई छोडेर गएको त थुप्रो समय भयो नि सम्धी। आजकल काको के भर विश्वास भयो र? दिनका दिन जस्तो पहिला जान्छन्, कहिले उलासी जस्तो कसको के भर हुन्छ र? छिटो हेर्नुहोस्, ल्याङल्याङ नगर्नुहोस्। सहर जान ढिला हुन्छ। बरु उतै गएर राम्ररी सम्झिने खोजिदिउँला। र म तपाईँकै भर परे है। फुलमती बासमती चामल जस्तै घरै बसाउने गामै बसाउने सम्झिने खोजिदिनुहोस् है त। सुन्नुहोस् त सम्धी, भन्नुहोस् त। मैले बरु एउटा गीत सम्झी थिएँ तपाईँको बारेमा। हेर्नुहोस् कस्तो गीत होला सुनाउनुहोस् त। सुनाम त। सरर पानी घटामा सम्झेकी बुढी भ्याउने भइचिन रे, घिउ ल्याइदिन्छु 3टा बट्टामा। ऊ ती 2वटा चरिरहेका बाख्रा मेरै हुन् सम्धी। कहाँबाट ल्याउनु भयो यी पठ्याङ्ग्री पठ्याङ्ग्री? कहाँबाट ल्याउनु नि, त्यही पारी गामबाट ल्याएको। फसाए मलाई त। क्यारी फसाए? पाठा भनी ल्याएको 2वटै पठ्याङ्ग्री परेको। कुरा हेर्दा चिनिएन। पारी गामका त्यतिसम्म बेमान रहेछन् है? होइन त, तपाईँले नि हेर्नु पर्थ्यो नि। त्यही माथि झन् बढ्दै बढेनन् सम्धी। खानेकुरो खुवाउनु होला अनि कहाँबाट बढ्छन् त? यसलाई मैले हेर्नुहोस् भेली खुवाइन कि गाममा हेर्नुहोस् छोरा तारा यहाँ बसिखानु भएको छैन। हेर्नु भेली मात्रै खुवाएर कहाँ हुन्छ? फिटकिरी पनि त खुवाउनु पर्छ। फिटकिरी खुवाउन हेर्नुहोस्। दारी फालेर लाउने चाहिँ तपाईँले त्यस्तो कुराहरू हुन्छ हेर्नुहोस्। के कुराहरू चाहिँ उहाँ सम्झिने थाहा पाउनु भने घरबारी पार्नुहुन्छ हेर्नु। तपाईँले झुकेर फिटकिरीबाट नुन त खुवाउनु भएन कतै? नुनले त फ्याट्टै हुन्छ सम्झिलो हेर्नु। म त सर्लक्कै पर्छु हेर्नु। टिट लाउने नि सम्झी। बल्ल बल्ल 2टा डियो पाली त्यहाँ हेर्नुहोस्। पहिलाको भैँसी कहाँ गयो त? बेचेर जानु भयो कि त खोल्नु? हल्ला नअर्नुहोस् हेर्नुहोस्। गामले सुन्यो भने मलाई के भन्छन्? कहाँ सम्झी कास्की गोड पनि आइसक्यो। अब घाम पनि मासतिर उलाउन लागिसक्यो। अब छिटो हिँड्नुहोस्, लहर लहर नहर्नुहोस्। चौतारै गएर बस्नुपर्छ है सम्झी। त्यही चौतारामा गएर बसौँ न त। ल हुन्छ हुन्छ, हिँड्नुहोस्। अलिक खर्लङ खर्लङ गर्दै हिँड्नुहोस्। ओहो धन्न लोट्यो थियो हेर्नुहोस् त। धन्न पोखियो हेर्नुहोस्। धन्न जिउमा चोट लाएर न पोत्यो नि। अब यहीँ बसौँ है त सम्झी।
भइहाल्छ। ल हुन्छ हुन्छ हुन्छ। हेर्नु सम्धी, तपाईँ नहुँदा मलाई यहाँ ठुलो बर्बाद भयो। हेर्नु सम्धी, होइन के भयो र त्यस्तो सम्धी? म त धेरै अत्ताह परेर हेर्नुहोस् सम्धी। के हप्ता पर्नु हो त्यस्तो? मलाई पल्ला गरेर जिमिनदारको छोराले हेर्नुहोस् दारे गौडाटा लोटाएर रागे गौडा पुर्याइदियो हेर्नुहोस्। नरुनु सर म त बसिगर मोडेर नरुनु सर सम्धी नरुनु सर सम्धी त्यो जिमिनदारको छोराले चाहिँ तपाईँलाई त्यति हेर्छु म त्यसलाई अहिले भर्खरै ठिक बनाएर आउँछु। म जान्छु हेर्नु सम्धी। तपाईँले भनेर मात्रै हेर्नु सम्धी, नत्र मैले अहिले त्यसलाई ठामको ठाम बनाएर आउँथेँ हेर्नु सम्धी। सक्न त मैले नि त्यसलाई कहाँ सक्ने र भजियाले मलाई नि लडाइहाल्थ्यो नि। सम्धीले फुर्ती मात्रै लाए, सक्न त यिनले नि कहाँ सक्छन् र। सम्धी तपाईँले भनेर मात्रै हेर्नुहोस्, नत्र त्यो जिमिनदारको छोराको मैले 64वटा दाँत झारिदिन्थेँ हेर्नुहोस्। कहाँ 64वटा हुनु सम्धी? दाँत त 32वटा होइन र? कहाँ सम्धी, मैले त्यसको दाँत झारिसकेपछि त्यसले नि के मेरो दाँत बाँकी राख्ला र? साँच्चै सम्धी, यत्रा दिन तपाईँ कहाँ हराउनु भयो त्यो? कहाँ हुनु नि सम्धी हेर्नुहोस्, म चाहिँ नि गोजा चाहिँ 2-4 पैसा जम्मा आरम्ला भनेर चाहिँ नि याजा गुम्बा टिप्न भनेर गइथिएँ। याजा गुम्बा टिप्न भनेर गएको हेर्नुहोस्। ल हेर्नुहोस् याजा गुम्बा हेर्नुहोस्। याजा गुम्बा, यो याजा गुम्बाको कहानी तपाईँलाई थाहा छ त? कहाँ थाहा हुनु हो र नि सम्धी? त्यो याजा गुम्बा टिप्न भनेर लाइदिएँ हेर्नुहोस्, यो बुढी औँला याजा गुम्बाले टोकिदियो। लौ त्यो हैरान भयो। हेर्नुहोस् सम्धी, याजा गुम्बाले के टोकिदियो हेर्नुहोस्। यो त घरि यो उम्लो घरि लत्र कलाएर सुत्छ हेर्नुहोस्, घरि ठाडो भएर उभिन्छ हेर्नुहोस्। त्यसले त मलाई त गाममा हेर्नुहोस् इजिता भिजितै गर्ने भयो हेर्नुहोस्। म त सर्लकै भइसकेँ नि सम्धी। हो है सम्धी? होइन त सम्धी हेर्नुहोस्, म त हेर्नुहोस् मर्नु नबाच्नु भएको छु हेर्नुहोस् सम्धी। बरु मैले तपाईँको एउटा कुरा सुनेको थिएँ हेर्नुहोस्। के कुरो सुन्नुभयो सम्धी? तपाईँको नि एकदमै भिजित भयो छ अरे गाममा। के कुरो विदित भयो? बिजुलीका पिसा के भयो मलाई भन्दैनस् त? ए त्यो कुरो सम्धी होइन त ल, त्यो त सामान्य कुरो हो नि त सम्धी। कहाँको सामान्य हो यार? ल भन्नुहोस् त के कुरो? म चाहिँ बिजुली अफिसमा महसुल तिरौँ भनेर म गएको थिएँ हेर्नुहोस् सम्धी। हो त? खर्लङ खर्लङ गर्दै गएको थिएँ, जाँदा फेरिमा चाहिँ चाहिँ मलाई बहुतै पिसाब लाग्यो। म त अत्ताह परेर हेर्नुहोस् सम्धी। पिसाब लाग्यो त? म त अत्ताह परेर हेर्नुहोस्। चाहिँ जाँदा चाहिँ कहाँ पिसा फेर्ने होला भनेर म बहुतै अत्ताह परेको थिएँ। अत्ताह पर्दा फेरिमा चाहिँ एकजना चाहिँ त्यहाँ पिसा फेर्न लगाएर त हेर्नुहोस्। कसले पिसा फेर्न लाग्यो त? पुरुषले। पुरुषले पो हो त? पुरुषले पिसा फेर्न लगाएर हजुर। म त गरेर हेरेँ हेर्नुहोस्, अनि सोधेँ अचम्मै परेर, ओहो ए भाइ यहाँ पिसा फेर्दा पुलीले समात्दैन भनेर सोधेको त के भन्यो थाहा छ सम्धी? के भने त? कहाँ पुलीले समात्नु, आफै समात्नुपर्छ भन्यो है सम्धी। म त बहुतै अचम्म परेँ हेर्नुहोस्। कहाँ यो ठुलो कुरो हो त नि सम्धी? होइन हेर्नुहोस्, सम्धीको बारेमा त मलाई त जे पाए त्यो भन्न थालेछन् त। ओहो हेर्नुहोस् सम्धी, म त भोकले लहटट्टु भएँ, खोइ केही कुरो ल्याउनु भएको छैन, ल्याउनु त खानु। होइन सम्धी, मैले त के ल्याउने हो र नि, बुढीले बरु के हालिदिएको थियो कि यहाँ पछाडि यसो हेर्नुहोस् त। खोइ ल्याउनुहोस्। ओहो यस्तो खानुहुन्छ सम्धी? होइन सम्धी, कहाँ खानु झुकेर पऱ्यो होला नि। ओहो हेर राखिदिनुहोस् त। यस्तो धेरै खानुहुन्छ हो, यस्तो के हो यस्तो? बेजत नगर्नुहोस् त सम्धी, बुढीले झन् यो ठन्डिया चाहिँ चिसो पस्ला भनेर मजा हालिदिथे सम्धी पनि। बरु अब ढिलो हुन्छ कि जस्तो मैले म एउटा गीत गाउँछु, तपाईँ नाच्दै हिँड्नुहुन्छ कि त? बरु नाच्नुलाई त के ठुलो कुरो हो र? आउनुहोस्। गाउँदै रहेछ गाडी। ओहो सम्धी, पहिले त हामी रोदीमा बहुतै रमाइलो गरिन्थ्यो नि सम्धी। तपाईँ पनि त रोदिया जन्मिनु भएको अरे सम्धी। के कुरा गर्नुहुन्छ? गाँठीने गुठीको कुरा गर्नुहुन्छ तपाईँ? मैले त्यही सुनेको, भगवान कसम सम्धी मैले त्यही सुनेको। मेरो कसले भने त्यस्तो तपाईँलाई आवादारी कुरा? पारी भइरहेल त्यही भन्यो त्यो सम्धीहरू। त्यसले जे पनि मान्छे हेर्नुहोस्, त्यस्तै हो मान्छे हेर्नुहोस्। तपाईँ पनि रोदिया जन्मिनु भएको अरे? कहाँ हुन जानेका छौ? तपाईँका बाले तपाईँलाई रोदीमै पाएका हुन् अरे? कहाँ बाले पाउँछन्, आमाले पो पाउँछन्। कुरो त्यसो पो है। अब ऊ बेलाको कुरा छोडिदिनुहोस्। नडराउनुहोस्, घरको मोबाइल फोन हो छोराको, पड्किँदैन, नडराउनुहोस्।
के भयो भने सन्धिजीमा मैले अहिले भनिदिएको छु यार। के पनि हुँदैन, नडराउनुहोस्। हेर्नुहोस्, यसैमा धेरै चिज छ, हेर्नुहोस्। हो त ल त हेरौँ त कस्तो कस्तो चिज छ नि त। ल त कितनी बच्चा यसमा हेर्नुहोस्। बच्चा त ल बच्चा, ल सुन्नुहोस् त। कस्तो गीत बजाउनु। झिम्काइदेऊ परेली मनमा बच्चा मिठो मुरली। 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 हो गम्काइदेऊ मादलु मन लाग्छ नसा मायालु। गम्काइदेऊ मादलु मन लाग्छ नसा मायालु। हो गम्काइदेऊ मादलु मन लाग्छ नसा मायालु। गम्काइदेऊ मादलु मन लाग्छ नसा मायालु। बैशाखको लाली गुराँस हिउँदको हिम चुली। हिउँदको हिम चुली। बैशाखको लाली गुराँस हिउँदको हिम चुली। हिउँदको हिम चुली। अझै राम्रो मुहारा मायालुको जोबन खोली। अझै राम्रो मुहारा मायालुको जोबन खोली। हो गम्काइदेऊ मादलु मन लाग्छ नसा मायालु। गम्काइदेऊ मादलु मन लाग्छ नसा मायालु। झिम्काइदेऊ परेली मनमा बच्चा ओहो, सम्धी हेर्नुहोस् त, गाउँमा त रमितै भयो त। सबैजना जम्मा भइसकेको छ नि, हेर्नुहोस् त सम्धी। ओहो, हो त नि इजेता भिजेतै हो नि वो। ओहो ल भागम 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 भागम, हेर्नुहोस्। दौडम दौडम, हेर्नुहोस्। ल ल ल भागम भागम। ओहो दिदीहरू पनि हेर्नु त हेरिराखे। ल भागम भागम, हेर्नुहोस् त। दौडम दौडम।